हेलो साथीहरु, वेलकम छ हजुरलाई मेरो फेरि पनि न्यू डे न्यू मिनी ब्लगमा। र आज चाहिँ हामी आएकै छु मिनी गार्डन, हाम्रो गार्डनमा है साथीहरु। यो चाहिँ हेर्नुस्, दसैँ आयो है साथीहरु। फुलले पनि भनिरहेको छ दसैँ आयो तिहार आयो भनेर। अनि चाडबाडको बेलामा यसो फुलहरु फुलेको देखेर चाहिँ साच्चै नै दसैँ तिहार आयो जस्तो हुन्छ है साथीहरु। अनि आज फेरि पनि तपाईलाई देखाउने छु मेरो लाइपत्ता बगान है। आज म फेरि पनि उताबाट ससुरालबाट माइत आएकी छु। आएको भने हिजो नै आएकी थिएँ म। अनि आज चाहिँ खेती यस्तो हेर्दा त बेसी गन्दा भइरहेको छ, झारहरू उपलाइरहेको रहेछ। म सफा गर्न गइरहेछु साथीहरु, हजुरलाई पनि देखाउने छु। आउनुहोस् र मसँग जुड्नुहोस्, मेरो भिडियो हेर्नुहोस्, म के गर्ने छ हजुरलाई देखाउने छु। हेप्पी दसैँ एभ्रिवान सबैजनालाई है साथीहरु। अनि आजबाट चाहिँ दसैँ पनि सुरु भइसकेको छ है, मुखमा छ दसैँको। अनि यहाँ चाहिँ है सयपत्री फुल यति राम्रो भएको छ साथीहरु है, राम्रो लाग्छ यस्तो फुलहरु खिलेको हेर्दा है। अनि त्यसपछि म चाहिँ आएँ है मेरो बगानमा है, लाइपत्ता बगानमा। अनि 2-3 दिन नभएको कारणले है खेतीमा पनि एकदम लामो लामो झरहरू भइसकेको रहेछ। अनि यस्तो हेरेको त नराम्रो लागेर आयो क्या। त्यसपछि म त सफा गर्न आएकी छु साथीहरु है, हेर्नुहोस् होला। म यहाँ नहुँदा है आमा पनि यति साह्रो आउनु भएन छ नि त खेतीमा बगानमा। अनि एकदम गन्दा भइरहेको रहेछ। अनि म चाहिँ फटाफट झारहरू उखाल्दिउँ भनेर हो। अनि यहाँ साइडमा झारहरू उखाल्दैछु जहाँ बेसी लामो लामो भएको छ हो। अनि लाइपत्ता पनि राम्रो भएको भन्दा नि किरा लागेको जस्तो भएछ हो साथीहरु, चेन्दा चेन्दा है। अहिले हजुरलाई देखाउने छु है कस्तो भएको छ भनेर। अनि यतिकै चाहिँ भएको छ साथीहरु है, देखभाल गर्ने मान्छे नहुँदा चाहिँ अलिकति बिग्रिन्छ भन्छ नि, त्यस्तै भएको छ, बिग्रेको छ। अनि हाम्रो चाहिँ यो बारी चाहिँ अलिक माथिले, आफ्नो घरभन्दा अलिक माथि ठाउँमा छ नि त। अनि त्यसपछि चाहिँ अब कहिले कहिले को किन्नु आउँछ अरे भन्न सक्दैन, कहिले कहिले त अब चोरी पनि दिएको जस्तो पनि लाग्छ, अब खोइ भन्न सक्दैन है। अनि पत्ताहरू टिपेको जस्तै देखिरहेको हुन्छ हो। अनि राम्रो पनि लाग्दैन त्यस्तो देख्दा है। अब आमा त त्यति साह्रो आउनुहुन्न। अब अस्ति आमा जानुभएको थियो, अर्को साइडको त सफा गरेर जानुभएछ। अनि यो साइडमा चाहिँ आउनुभएको थिएन अरे। अनि यहाँ चाहिँ फटाफट म झारहरू उखालिदिएँ है। अनि आमाले चाहिँ खानुभएको छैन नि त साग, अलिक छिप्पोस् राम्रो हुन्छ भनेर। अनि म आएपछि चाहिँ खाऊँ न भनेर आज अलिक खानु मन पनि पर्यो नि त, मौसम पनि जाडो जाडो छ। अनि 12 लन्च टाइममा चाहिँ यही दाल बनाएर साग भुटेर खाऊँ भनेर है। म चाहिँ टिप्छु अलिकति भनेर। अनि झार पनि सफा गर्छु भनेर आएँ है साथीहरु। अनि यहाँ चाहिँ म एङ्गल मिलाउँदै थिएँ नि त, अनि फोन हालेको अलि भयो है। अनि यतिकै चाहिँ छ साथीहरु। अनि यहाँमा चाहिँ फेरि मेरो बडीले भन्दै हुन्थ्यो नि त साग किन्न लागि कोही आएको थियो भनेर है। अनि मैले भने जो मेरो सामने आएर साग किन्नु लागि आउँछ नि म उसलाई दिन्छु, नै त काम गर्ने कालु मकै खाने भालु भन्ने जस्तो नगर्नुहोस् है। जो पायो त्यो खेतीमा घुसेर टिप्र दिने नगर्नु।